वेलकम एभ्रिवान टु माई युट्युब च्यानल म्याजिक बाइट। आज म एकदमै सजिलो तरिकाले चिकन ग्रेभी बनाउन जाँदैछु। त्यसको लागि चाहिने सबै भेजेज अनि सबै मरमसलाहरू भिडियोमा देखाए जस्तै तयार पार्नुहोला। यस रेसिपीमा लसुनको पेस्ट बनाउँदा लसुन सुकेको खुर्सानीलाई पोलेर राख्ने अनि त्यसमा सानो प्याकेटवाला गरम मसला पनि राख्ने अनि थोरै पानी हालेर मिक्सरमा त्यसलाई पिनेर त्यसको बाक्लो पेस्ट पनि तयार पार्ने। रेसिपीमा चाहिने प्याज, टमाटर, लसुनको पेस्ट यसरी नै रेडी पार्ने अनि एउटा भाँडा लिएर त्यसमा आफूलाई चाहिने जति तेल राखेर त्यसलाई तात्नलाई छोडिदिने। तेल तातिसकेपछि त्यसमा दालचिनीको पात भए दालचिनीको पात नत्र बोक्रा राख्ने, त्यसलाई फुराएर काटेको प्याजलाई राखेर प्याजलाई गोल्डन ब्राउन हुँदासम्म चलाउँदै भुट्ने। प्याज गोल्डन ब्राउन भइसकेपछि त्यसमा लिएको चिकनको मासुलाई पनि राखिदिने। चिकन राखिसकेपछि एकदमै ध्यान दिनुपर्ने कुरा भनेको चिकन भुट्दाखेरि हो। यदि चिकनलाई राम्रोसँग भुटेन भने पछि जति नै उमाल्दा पनि चिकन नपाक्न सक्छ। त्यही भएर यो भुट्ने स्टेप भनेको एकदमै ध्यान दिनुपर्ने स्टेप हो। यसमा चाहिँ चिकनलाई मजाले भुट्नुपर्छ। ग्रेभी बनाउँदा चाहिँ चिकनलाई चाहिँ ढाक्दै भुट्दै त्योबाट चाहिँ त्यसको पानी सबै आउने गरेर भुट्नुपर्छ। भिडियोमा देखाए जस्तै चिकनलाई मजाले भुट्नुहोला। मजाले चिकन भुटिएपछि चिकनबाट पानी फुट्छ अनि पानी फुटिसकेपछि चिकनमा अघि नै बनाएको लसुनको पेस्टलाई राखिदिने। लसुनको पेस्ट राखिसकेपछि आफ्नो स्वादअनुसार नुन, खुर्सानी, बेसार, जिरा र धनियालाई पनि राखिदिने। थोरै चिकन मसला राखेर मसालालाई पाक्न दिन छोडिदिने। मसाला पाकेपछि चिकनलाई मजाले मिक्स गर्ने। अघि नै पिनेको टमाटरलाई पनि राखिदिने र थोरै देर चिकनलाई उत्तिकै पाक्नलाई छोडिदिने। आफ्नो स्वाद अनुसार मरमसलाहरू थप्न सक्नुहुन्छ। यतिसम्म चिकन पाकिसकेपछि चिकनको ग्रेभी हजुरलाई बाक्लो मन परे थोरै पानी हालेर चिकनलाई उमाल्न छोडिदिनु होला। यदि अब आफूलाई चाहिए जति पानी हालेर चिकनलाई मजाले उम्लिनलाई छोडिदिने। यदि हजुरहरूलाई कस्तुरी मेथी हालेको मनपर्छ भने थोरै माथिबाट उम्लिँदाखेरि कस्तुरी मेथीलाई पनि छर्किदिने र उम्लिँदाखेरि थोरै चिकन मसलालाई पनि राखिदिने। चिकन मसला उम्लिँदाखेरि राख्दाखेरि राम्रो टेस्ट आउँछ। भिडियोमा देखाए जस्तै चिकनलाई मजाले यसरी नै उम्लिनलाई छोडिदिने।
कतिको चिकन उम्लिएर कलर आइसकेपछि चिकनमा अघि नै काटेको हरियो धनियाँलाई पनि माथिबाट राखेर छोडिदिने। हरियो धनियाँले राम्रो टेस्ट अनि स्मेल ल्याउँछ।